चाहिँ अब श्रीखर्कबाट हामी लेदर भन्ने ठाउँमा जानु लाग्यो। हाम्रो चाहिँ आज खासमा के थियो भने आइटिनेरी अनुसार हामी आज ब्याक टु खाङसार गएर खाङसारबाट चाहिँ बेस सहरको गाडी लिएर पोखरा जाने जस्तो कुरा भएको थियो। तर चेन्ज अफ प्लान वे गोइङ टु थोरङ्ला पास, त्यही भएर आज हामी चाहिँ लेदर गएर बस्छौँ। अनि होपफुली मेरो खुट्टाले सक्छ होला जानलाई, नभए बिस्तारै बिस्तारै घिच्दै जाने जसरी तिलु चाहिँ गएको थियो त्यसरी। आज चाहिँ भ्यू मजाले खुलेको छ होइन, हामी चाहिँ अनलकी हिजो खुलेन होइन, अहिले फेरि छेक्न थालिसक्यो कि अघि मजाले खुलिरहेको थियो नि त, तर हामीले माथि चाहिँ अब होइन देख्न पाएन। हामी अहिले सबभन्दा लास्टमै हुने क्या दाई यता अगाडिबाट छिर्ने ठाउँमा होइन हाम्रो सुन्दर दाई, हाम्रो दाई लामो दाई होइन कि हामी बिस्तारै जाँदै राख्ने हो भनेको कि दाईहरूसँग तल जसी एरो देखाएको छ हजुर त्यतातिरबाट सर छिरेपछि एउटै बाटो सर ल कन्फ्युज हुने ठाउँमा त्यो एक एपको बोर्ड राखेको छ कि हजुर, अनि त्यो भयो नि खासै कन्फ्युज हुँदैन। अब त सजिलो छ यहाँबाट त है 6 घन्टा छ। हेलो दाईहरू ल दाईहरूसँगै जाने हामीले चाहिँ दुईवटा दाईहरूले नै इन्सपायर गरेको थोरङ्ला जान्दै होइन। ल हामी जाँदै राखौँ डे बाई डे अलिकति उनी हुन्छ नि त, हुँदै जान्छ, एनर्जी आउँदै जान्छ। नेचरमा अझै बढी होइन, हामी जति दिन नेचरमा हामी हिँड्छौँ त्यति नेचरसँग हामी हुँदै जान्छौँ नि हजुर होइन, फेमिलियर हुँदै जान्छौँ। ल हामी जाँदै राखौँ दाईहरूले भेटाउनुहुन्छ कि हामीलाई। हस् दाई बाटोमा भेटौँ ल, हस् ल दाई हजुर पनि थोरङ्ला नि दाई ए बाटोमा भेटौँ ल दाई, हजुरले भेटाउनुहुन्छ ल हामीलाई। हस् दाई थ्याङ्क यू है, हस् भाइ। चिसो छ हल्का। अब हाम्रो आजको यात्रा चाहिँ 8 घन्टाको वाला, 8 घन्टा होइन 6 घन्टाको हुन्छ। उता अगाडिबाट चाहिँ अब याखर्कोलाई हामी लेफ्ट लिन्छ होइन, अनि याखर्कोबाट पनि एक स्टप माथि लेदर भन्ने ठाउँ छ त्यहाँ बस्छौँ हामी। त्यहाँ आजको होटलको त नदेखाइदिरहेको यही हो, होटल तिलिचो पिक। त्यो तलको चाहिँ गुम्बा श्रीखर्कको गुम्बा। यो होइन यो उकालो चाहिँ कस्तो हेर्दाखेरि त्यस्तो थिएन, तर गाह्रो थियो, हामीले नखाएर हो क्या, हामी भोकै थियो नि त त्यो दिन, त्यो चाहिँ यति चढ्दा नि यस्तो गाह्रो थियो। भन्दै रुको नै थियो आउँदाखेरि गाह्रो पनि भइरहेको थियो मलाई अस्ति आउँदा होइन, सायद म नहिँडेको भएर नि होला, म फर्स्ट टाइम ट्रेकिङ आएको भएर नि मलाई अलिक गाह्रो नै भयो नि त। त्यो अगाडिको चाहिँ भयो श्रीखर्क, अनि यताबाट आउने चाहिँ यो खाङसारबाट आउने बाटो, अनि यताबाट चाहिँ हामी अब याखर्कको लागि जाँदैछौँ। याखर्कबाट चाहिँ थोरङ्ला हान्नको लागि जाने बाटो चाहिँ यो चाहिँ यहाँबाट चाहिँ छुट्टिँदो रहेछ बाटो। त्यो अगाडिको चाहिँ खाङसार। यता दाई उही छ केटी के रहेछ ठाउँ राम्रै। हजुर कहाँ पऱ्यो हाम्रो बेनी पोखरा बेनी मेरो नुवाकोट तपाईँको नुवाकोट कता तपाईँ मगर हो होइन होइन ठकुरी हो म मगर हो। कता पऱ्यो तपाईँको नेपाली बहिनी रहेछ, म त अलिक चाइनिज केटी भन्नु अफ्रिकन जस्तो कहाँ चाइनिज होइन दाइले अस्ति एउटा दाइले इजरायली भन्दै हुनुहुन्थ्यो, बन्दुक एक्लै चिया खाँदै थियो कन्फ्युज भयो त्यही भएर। आज कता भयो याखर्क होइन लिजा दाइ यो ठाउँको नाम चाहिँ के हो यो भत्केकोहरू खबै हजुर पुरानो खाम्पाहरूको यो पहिला यो है किल्ला यो चाहिँ पहिला वार थियो नि हाम्रो टिबेट, यो 1870 समथिङ लाइक द्याट। हजुर त्यो टाइम 18 त्यो टाइममा चाहिँ यहाँ चाहिँ अब कम्युनिस्ट खम्बा भनौँ न उनीहरूलाई चाइनिजहरूले चाहिँ टिबेटमा अट्याक गर्दाखेरि यहाँ चाहिँ हाम्रो सेनाहरू चाहिँ टिबेटियन खानपासहरू यता आएर यहाँ सेटल भएको ए हजुर उनीहरूको सेटलमेन्ट हो। त्यही त्यसैको रुइन्छ योहरू चाहिँ होइन। अनि उनीहरू पछि नर्मली डाँडामा बनाएर बसेको थियो कि त्यो इजी हुन्छ। यस्तो अरू पनि छ दाइ हामी जाने बाटोमा? लेदर मैले चाहिँ फोटो मैले तिमीले देखाएको थिएँ नि ए हजुर हो, त्यहाँनिर एउटा किल्ला छ कि त्यो चाहिँ हाम्रो नेपाली त्यहाँ अमर सिंह थापाहरूको ट्रुपहरू आएर यहाँ, अनि उता जोमसोम उता अपर मुस्ताङ हजुर त्यसरी पछि चाहिँ गरे हो। त्यही त नि, मैले त्यहाँ पहिला ह्युमन सेटलमेन्टहरू उहरू नै थियो कि भन्नाले हिँडेको मान्छेहरू बसेर तल गएको कि सोचिरहेको थिएँ कि। नाइस रहेछ नि त
यो त हिस्ट्रिक ठाउँ रहेछ नि त होइन एभरेस्टतिर पनि सबै ठाउँमा छ नि चौरीको बच्चा आयो त्यही बाटोमा आयो तल नाम के भने रे देख्यो चौरी अघि हेर्ने धोका नि पुरा भयो हामी चाहिँ ऊ त्यो तलको गाउँ त्यहाँ तल भिडियोमा दिन्छ नि त्यहाँबाट यता आयो होइन अझ बाटो छेकेको छ उतापट्टि पाहाडको चाहिँ उतापट्टि अर्को पाहाड थियो त्यो पनि चढेर आयो अनि एकछिन थकेर आएर बस्यो कि चौरीको हाल चाहिँ धेरै आइरहेको थियो अनि मलाई चाहिँ ठुल्ठुलो सिङ देखेर डर लाग्यो त्यही भएर एकछिन बस्यो अनि पनि कति राम्रो एकदम माइन्ड सुदिङ 4000 मिटर सँगै आबै गाल्छ लात हान्छ घोडाले अब कुनाबाट कहाँसम्म जाने हो दाइ कहाँसम्म हो मनाङ जाने कति टाइम लामो पुग्नुहुन्छ त 2 रात 2 घन्टा आयो We meet again. Yes. We find hotel. You staying at Yakharka, right? What? You staying at Yakharka? You staying here or next door? If we can find Something Find here? hotel? a bathroom inside, Yep. we stay here. If we cannot, we go Till later. next. It's not better in there. Yeah. Lidar? Yeah. better We also here. tried over here, but we didn't find any hotels, so we're going to later. Over there. You have booking or you will find. No. One of our When- one of when- We already booked. yep. Yeah, yesterday. Via booking? Oh, that might be a bit hard. No, Maybe you will find something here, over here. maybe. maybe. Good luck. Good luck. Good luck If finding not, it. we'll see you Up there. at the next stop. See you tomorrow. Definitely. See you tomorrow. Okay. Alright, Bye. yeah. उयो हामी कस्तो आनन्दको ठाउँ रहेछ नि त त्यो त्यही ब्लू सिपको टाउको हो क्या हामी बस्ने आजको होटल चाहिँ यो भयो भ्यू त देखिहाल्नुहुन्छ होइन अनि त्यसपछि म चाहिँ केही पनि रेसिस्ट गर्न नसक्ने भनेको एउटा व्हाइट कलरको हर्स यो चाहिँ मलाई पहिल्यैबाट एकदमै हेर्न मन थियो किनभने अभियसली कतै पनि मैले खासै घोडा देखेँ भने पनि ग्रे कलरको मात्र सरी ब्राउन कलरको मात्र देखिन्थेँ यहाँ चाहिँ युनिकर्न भनेपछि फेरि म एकदम अब्सेस छु होइन अनि मलाई व्हाइट कलरको हर्स मनपर्नुमा चाहिँ बिकज इट लुक्स लाइक अ बेट हुन्छ नि युनिकर्न जस्तै त्यही भएर मलाई मनपर्छ त्यही भएर म चाहिँ यहाँ बिस्तारै फोटो खिच्न आएको छु है And we're staying here tonight. We're gonna go to Thorongla Pass. Way bada ho boli. I love unicorn. And it's a look-alike ho त्यही भएर. म जता खन्नु पर्यो नि आलु सबै निकालेपछि फेरि आलु रोप्नु लागि जति त्यहाँ खन्नुपर्छ नि खन्दाखेरि यत्रो डल्लो ऊ आलुहरू पाउँछ कि त्यो आलु चाहिँ होइन कि निमाले के भन्ने रहेछ अनि त्यो चाहिँ उनीहरूले चाहिँ रक्सी बनाउने रहेछ कि अनि सर यो रक्सी त औषधि चरक्क गनाउने स्मेल आउने क्या टाउको अलिकति दुख्ने हान्छ टाउको चाहिँ हान्छ होइन
अनि खाएँ मैले कहाँ खाएँ भने यो फाक्दिङ भन्ने ठाउँमा त्यहाँ हाम्रो बेर गार्डनमा खाएँ ल बाबु तिमी त भरे चढेर रुममा सुत्न सक्दैन जानु सक्दैन होला भने मैले अलिक खाइदिएँ दुई ब्याग तान्ने कि त्यो रक्सी खायो कि ब्याग आउने माथि भरिन्छ त आफू तल आउने के त्यसले पछाडि हान्ने कि त्यो